नमस्कार सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा हैन। आज म सायद तपाईलाई के कुरा गर्न चाहन्छु हैन। तपाईले म के भिडियोहरु देखाउँछु आजको मेरो हालत के भएको छ भन्ने कुरा हैन। तपाईलाई यस्तो छ कि यार हिजो भोलि दिन्छु काम भने सालेले यार आज कामै दिएन। त्यसैले मैले भने ठीक छ आज काम दिन सक्दैन भने भोलि गरौँला भनेर मैले छोडिदिएँ हैन। तर यसलाई साउले के गर्छ भने यार आजसम्मलाई पनि मेरो आज पनि भइगयो मेरो कम्मर दुखी इधर के भन्छ हैन। थाहा भएन मलाई। त्यसपछि मैले भने यार त्यसो भए म जान्छु दोस्रो ठाउँमा यो तपाईले काम दिन सक्नुहुन्न भने यहाँ बसेर गर्ने के भने हैन। तर यार कुनै ठाउँमा काम पनि मिलेको छैन कि यार। अब सानो बच्चा छ हैन, चारवटा कहाँ जाने के गर्ने कुनै ठेगाना छैन हैन। के गर्ने भने आफूलाई टेन्सनमा छु। अब तपाईलाई म देखाउँछु गाई कति छ भन्ने कुरा। ल हेर्नुहोस् कति छ गाई भन्ने कुरा तपाईले देख्नु भयो होला हैन। हेर्नुहोस् यस्तो छ यहाँ यसको फार्म यस्तो छ। हेर्नुहोस् यो गाई हो, त्यसको यो पनि गाई हो। यो यति छन् गाई यहाँ वारदेखिले परसम्म 15-16वटा गाई छन् हैन। साला मान्छेलाई यति दुःख दिन्छ नि यार के भन्ने। हिजो मैले यही फार्मलाई देखाएँ हैन तपाईहरुलाई सबैले। तर हिजो के भनेको भने भोलि दिन्छु तपाईले काम, टेन्सन लिनु पर्दैन भनेको। 26,000 गाईमा हो सही कुरा हैन। बाहिर काम गरे भने 3 जना भएको कारणले 10,000 रुपैयाँ त पर्छ भन्ने सोचमा मैले ठीक छ बाहिर काम गर्छु भनेको। मजाले भएन त। त्यसपछि यार मान्छेलाई उल्लु बनाइदियो कि यार यसले। कामै दिन्न सालेले, दुःख नै दुःख दिने के। अब यो हेर्नुहोस् हालत यस्तो छ कि यार यो फार्ममा कसैले पनि नआउनु होला। यो साला यस्तो कन्जुस छ कि के गर्ने यार। 10 रुपैयाँको पनि हिसाब गर्छ यार मालिक भएर। हिसाब दिने बेला 10 रुपैयाँ पनि हिसाब गरेर राख्छ हैन। भन्न त भन्ने के भन्ने आफूलाई नि थाहा छैन। अब तपाईहरुले बुझ्नुस् मैले के गर्नमा बेस होला हैन। तर यो मालिकले त मलाई त फसाइसक्यो। नत्र दोस्रो ठाउँमा जान सक्छु नत्र म यहाँ बस्न सक्छु। किनभने 26,000 रुपैयाँ 3 जना काम गर्ने भएको कारणले 10,000 पनि पर्दैन महिनाको हैन। त्यही कारणले अलिक गाह्रो नै भयो। मान्छेलाई फसाइसक्यो यार यसले। दलाल रहेछ नि यो। त्यसपछि यार जिन्दगी भनेको यस्तो छ। जुन कुरा तपाईले देखाउनु पर्ने थिएन त्यही कुरा देखाउनु पर्ने भयो है। आन्सरी गाइस।